राजा त्रिभुवनले पर्यटक भित्राउन बनाएको विमानस्थल हाम्रा नेताहरूले युवा बेच्ने थलो बनाइदिए। आज मास्टर्स पढेको केटो, टिमको गोल्ड मेडलिस्ट केटो खाडीमा गएर बेल्चा हान्न तयार छ। यो देशमा किन रोजगारी छैन त? पहिलो कुरा, राजाका पालामा भएका उद्योग कल कारखानाहरू हाम्रा नेताले बेचेर खाए। अहिलेका पोलिटिकल पार्टीका लिडरहरू पनि स्वीकारिरहेछन्, हो हामीले बेचेको हो, आजका उद्योग कल कारखानाहरू बेचिए। अनि अर्को कुरा भनेको हाम्रो एजुकेसन सिस्टम हेरौँ त। आज हाम्रो एजुकेसन सिस्टमले कस्तो ह्युमन रिसोर्सेसहरू प्रोड्युस गरिरहेछ त। हामी थ्योरिटिकल धेरै छौँ, प्र्याक्टिकल छैन। यदि आज कुनै पनि स्टुडेन्ट कुनै विश्वविद्यालयबाट पास आउट हुन्छ भने त्यसले मार्केटमा गएर काम गर्न सक्छ कि सक्दैन? इट मिन्स प्र्याक्टिकल एजुकेसन छैन। हामीसँग टेक्निकल एजुकेसन दिन सक्ने विश्वविद्यालयहरू छैनन्। अनि यसै गरेर अर्को रोजगारी किन सिर्जना भएन भने विश्वको इतिहास हेर्नुहोस्, जहाँ पनि रोजगारी सिर्जना भएको छ त्यहाँ इन्डस्ट्रियल रिभोल्युसन भएको छ। नेपालमा इन्डस्ट्रियल रिभोल्युसन छैन। झन् भएका उद्योग कल कारखानाहरू पनि हामीले बेचेर राखेका छौँ। अनि अर्को कुरा आयो, रोजगार छ, रोजगार सीमित मात्रामा छ। हेर्नुहोस्, एउटा करारमा जागिर खोल्छ, त्यहाँ आफ्नै पार्टीको हाल्छ। एउटा करारको जागिर खान पनि पार्टीको दास बनिदिनु पर्ने, केही सीमित समयका लागि। त्यसैले इट मिन्स द्याट यहाँ के हो भने नातावाद कृपावादको कुरा आयो। नातावाद कृपावाद आयो। अनि हरेक संस्थाहरूमा, त्यो नेपाल सरकारको संस्था होस् वा कुनै प्राइभेट लिमिटेड होस्, त्यहाँ मेरिटोक्रेसी छ, योग्यता क्रम छैन। अनि यो देशको ब्युरोक्रेसीले पनि सही किसिमले काम गर्न सकिरहेको छैन। यो देशको ब्युरोक्रेसी नेताको दास बन्ने होइन भने, सही ढङ्गले आफ्नो योग्यता प्रयोग गर्ने हो भने युवालाई कसरी रोजगार बनाउन सकिन्छ भन्ने नीति हामी अहिले नै बनाउन सक्छौँ। यसका लागि अब रोजगारी सिर्जना गर्नका लागि के गर्ने त? अब युवाले आफूले छान्ने प्रतिनिधिलाई सचेत गराउने हो। तिम्रो घोषणा पत्र के त? लाखौं युवाहरू नाकाबाट बाहिर गइरहेछन्, विमानस्थलबाट खाडीमा बेल्चा हान्न तयार छन्, तिमीले के ल्याउन सक्छौ भन्ने। अनि अर्को कुरा, नेपाललाई अर्को कुरा प्रकृतिले धेरै वरदान दिएको छ। यही प्रकृतिलाई, यही टुरिज्म सेक्टरलाई पनि हामीले अगाडि बढाउन सक्ने हो भने नेपाल साँच्चै सिङ्गापुर बन्छ। स्विजरल्यान्ड नेपालको अगाडि फिका छ। एकचोटि म अन्त्यमा के भन्छु भने, नेपाललाई सिङ्गापुर बनाउनलाई फेरि एकचोटि ल्यु क्वान यू जस्तो नेता चाहिएको छ। त्यो नयाँ दलको होस्, पुराना दलको होस्, एकचोटि नेपालमा ल्यु क्वान यू जन्मिन सक्न पर्छ, अनि मात्र यो देश बन्छ। धन्यवाद।